ल हेर ल तिमी बोल नानी तिमी बोल जब एउटा सानो बच्चा सानो नानी बुझ्न सक्छ भने हजुरलाई के मिलाएर खुवाउँदा बुझ्नुहुन्छ के मिलाएर खुवाउँदा बुझ्नुहुन्छ त्यो भन्नु त अब हाम्रो पार्टी चाहिँ ठिकै छ आफ्नो पार्टीको माया लाग्छ तर यति पनि माया हैन हौ यति पनि माया हैन किनभने हजुरलाई पनि थाहा छैन हामी कति वर्षसम्म भोगेको छु भनेर हजुरलाई त थाहा होला पक्कै थाहा होला हजुरलाई तर अब अहिलेको स्थिति परिस्थिति हिसाबले चल्नु न यो जब यो बच्चा नानी बुझ्न सक्छ भने हजुर किन बज्नुहुन्न उहाँको भिडियो फुल हेर्नु होला भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर अवश्य गरेर जानु होला ओके हस् जय भ्रष्टाचार गर्ने केपी घन्टी जस्तो पार्टी त कोही छैन नि रवि जस्तो मान्छे त कोही छैन नि यति राम्रो मान्छे हुँदा हुँदै केपीले अरे कस्तो सूर्य केपीको पार्टी हैन देश मार्ने केपी हैन देश भ्रष्टाचार गर्ने केपी हैन केपीले त्यस्तो माया गर्छौ भने जाउँ न केपीसँग जेल बल्ल आनन्द आउँछ नि हामीलाई त्यत्रो भ्रष्टाचार गरेर मान्छेलाई गोली हालेर मान्छेलाई मारेर केपीले यस्तो भ्रष्टाचार गर्यो अनि फेरि त्यसैको पछि लाग्छ जाऊ न दे बल्ल आइपुग्छ हुन्छ नि हामीलाई